ओके सो आज चाहिँ लगभग 7-8 दिन त भयो होला मैले गाई हेर्न लाग्यो होइन। अनि अहिले भर्खरै गाईहरू उता हुलेर लगभग 6-6:30 भइसकेको छ। म घरतिर गइरहेको छु एन्ड मौसम हो रिया बडा रोमान्टिक, दिल गार्डन हो रिया, यस्तो वाला मौसम भइरहेछ। एन्ड म एक्लै अब लेकबाट भर्खर घरतिर गइरहेको छु एन्ड मौसम चिलवाला छ क्या, एकदम हावा चलिरहेछ। एन्ड गाईहरूको चाहिँ अब अहिले चाहिँ अब कस्तो गाईसँग एकदम फ्रेन्डली नै भइहाल्यो नि। पहिला 7वटा गाई थिए, ती 7वटा गाईसँग चाहिँ फ्रेन्डली नै भइहाल्यो नि, कस्तो राम्रो लाग्छ नि। अहिले 2टा बल्ल आएको छन् कि 2टा भगवान् कसम भैँसी बराबरका बल्ल छन्, यत्रो सिङ गरेका छन् है, मेरो देखेरै फटिहाल्छ क्या त्यो खुल्लो। फेरि तिनीहरूलाई फेरि हुल्ले पनि होइन कि, तिनीहरूलाई बान्नुपर्छ क्या होइन। अनि त्यो बान्दाखेरि त्यो यत्रो डर लाग्छ यार, कसम यत्रो डर लाग्छ नि, मेरो त्यसै फटिहाल्छ क्या त्यो। त्यही भएर यार बहुत डर लाग्छ यार। ती अनि दिनभरि यता दकुच्छन् उता दकुच्छन् यार, यत्रो शरीर छ तिनीहरू यार, काहीँ कतै हान्यो भने चाहिँ सिद्धिन्छ जस्तो डर लाग्छ क्या। त्यही भएर हल्का आज चाहिँ त्यस्तो मजा आएन नि, हल्का भयो। तर द गुड थिङ इज मतलब म एक्सपिरियन्स लिइरहेको छु नि होइन। म कसम चाहिँ म सिकिरहेको छु क्या। म हल्का एकदम ठुलो गाईहरूसँग नि कसरी डिल गर्ने बलहरूसँग म त्यो सिकिरहेको छु क्या। एक्सपिरियन्स त हो नि सबै कुरा। एन्ड इट्स ह्याभिङ लट अफ फन। म अब गाईती मात्रै आएर त मजा हुन्न नि होइन, सधैँ गाईती रिपिटेटिभ। अब यसो स्कुलको काम हुन्छ त्यहाँ पनि जानु पर्ला, यताउता सबै गर्नु पर्ला। एन्ड आई एम लर्निङ एभ्रिथिङ राइट, मतलब यहाँ सबै कुरा म सिकिरहेको छु, काम सिकिरहेको छु, काम सिक्नै आएको होइन। एन्ड मौसम इज लाइक इट्स सो गुड यार। मतलब दिउँसो गर्मी थियो, फेरि पानी पऱ्यो जस्तो हुन्छ कहिले, अब बर्खाको बेला हो, मौसमको भरै हुन्न क्या। अनि बट अहिले चाहिँ क्या हुन्छ नि, एक त जङ्गलको बाटो छ है, एक्लै छु म एन्ड हावा चलिरहेको छ मस्तको एन्ड इट्स सो गुड। मतलब यो लेट्स कन्टिन्यू।